नमस्कार, स्वागत छ मिशन न्यूजमा। म तेज प्रसाद वाग्ले। विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हाम्रो पहरेदारी निरन्तर जारी छ। दर्शकवृन्द, कुमार घैटेको रूपमा चिनिने कुमार श्रेष्ठ प्रहरीसँगको मुठभेडमा मारिएका छन्। काठमाडौँको कपुरधारामा बिहिबार करिब बिहान 11 बजेतिर प्रहरीसँगको मुठभेडमा उनी मारिएका हुन्। छातीमा गोली लागि घाइते भएका घैटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको प्रहरीको भनाइ छ भने घैटेका आफन्तहरूले यो इन्काउन्टर नभई हत्या भएको दावी गरेका छन्। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नियमित सर्चका क्रममा कुमार घैटेको टोलीले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको हामीसँग बताएका थिए। कसरी मारिए त कुमार घैटे र उनी मारिएपछिको अवस्था कस्तो रह्यो, हेरौं यो रिपोर्टमा। मारिए डन कुमार घैटे। प्रहरी भन्छ इन्काउन्टरमा मरे, तर शुभेच्छुकहरू भन्छन् हत्या गरियो। जना मान्छे चाहिँ फेला पार्न पुगि सक्दैन, किनभने त्यो प्रहरीकै मान्छे थियो। प्रहरीकै मान्छेले मास्क लगाएर गयो, देब्रे छातीमा गोली लागेको अवस्था हो। कुमार घैटेको मृत्युसँगै उब्जिएको प्रश्न, हत्या कि इन्काउन्टर? प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनको छाती र तिग्रामा गोली लागेको थियो। घैटेमाथि काठमाडौँको सामाखुसी लगायतका क्षेत्रमा व्यवसायीहरूसँग हप्ता असुली लगायत विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप लाग्दै आएको थियो। उसबाट खोल्न आएको कुमार घैटे भन्ने यहाँ धेरै पहिलादेखि नै सबैलाई तनाव, समाजमा तनाव, सबै यहाँहरू समक्ष सबै जानकार पनि हुनुहुन्छ र मलाई लाग्छ धेरै पहिलादेखि विभिन्न अपराधिक घटनाहरूमा चाहिँ संलग्न भएको र कुनै पनि व्यवसाय राम्रोसँग सञ्चालन गर्नका लागि नदिने र केही गर्न लाग्यो भने दबाब दिएर टोलै चाहिँ आतंक मचाउने गरेको विगतका घटनाहरूको पनि दिएको मान्छे निज कुमार घैटे भन्ने, यो गुण्डाको नाइके भन्ने चाहिँ गरेर संज्ञा पनि यहाँहरू समक्ष आइरहेको मान्छे सहित अरू 2 जना घाइतेहरू पर्न गएको अवस्था छ। उनले विगतमा 16 महिना हात हतियार तथा खर खजाना मुद्दामा र ज्यान मार्ने उद्योगको अभियोगमा जेल जीवन पनि बिताएका थिए। घैटे मारिएपछि शिक्षण अस्पताल पुगेका कांग्रेस नेता जगदीश्वर नरसिंह केसीले घटना सुनियोजित भएको दावी गरे। प्रहरीलाई त के छ भने अब अहिले त जे गर्दै नि भयो नि, म यसमा सिधा गृहमन्त्रीको आदेशमा प्रहरीले मिलोमतोमा मागिएको। यसमा राजनीतिक रूपले राजनीतिक प्रतिशोध हो। कुमार श्रेष्ठ नेपाली कांग्रेससँग आबद्ध थियो। त्यो नेपाली कांग्रेससँग भएको कारणले महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो दिनमा राजधानीका विभिन्न स्थानमा सर्च अभियान चलाइरहेको थियो। प्रहरीका अनुसार प्रहरी टोलीले कुमार घैटे स्कुटरमा आउँदै गरेको देखेपछि चेकिङका लागि रोकेको थियो, तर घैटेले प्रहरीमाथि गोली हानेपछि उनीमाथि जवाफी कारबाही गरेको प्रहरीको भनाइ छ। घैटेले यसअघि पनि पटक पटक प्रहरीमाथि आक्रमण गरेका थिए। 2062 सालमा सर्वेन्द्र खनाल डीएसपी हुँदा यस्तै बागबजारमा उनले नाङ्गो नाच देखाएको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीमाथि पनि आक्रमण भएको प्रहरीको भनाइ छ। महाशाखा त्यसपछि अरूले पनि अब भनौँ न परिसरकोले पनि पछि सहयोग गरेको छ। कस्तो त्यो स्कुटर लड्या देखिन्छ। त्यो त घच्चाकुचो भएको छ नि त, त्यहाँ त त्यो त घच्चाकुचो भएको छ हजुर। स्कुटर त त्यहाँ अब उसले जहिले पनि हतियार बोकेर हिँड्ने नै हो। पहिलादेखि पनि अट्याक गरे ठाउँ ठाउँमा छ। मै पहिला हुँदाखेरि पनि अट्याक गरेको चाहिँ देखिन्थ्यो। अहिले पनि उसको हरकतहरू बढिरहेकै थियो। त्यही क्रममा हामीले नियन्त्रण गर्ने क्रममा सर्चहरू त ठाउँ ठाउँमा गरिरहेको हुन्छौँ। त्यही क्रममा गर्दाखेरि उसले चाहिँ अट्याक गर्यो, त्यसपछि काउन्टर अट्याक गरे। उसले टेर्दैन पुलिसलाई। जस्तो कुमार घैटेको यो पछिल्लो समयमा त्यस्ता आपराधिक गतिविधिहरूको तपाईँको केही लिस्टहरू त्यस्तो छ? अब त्यो त अहिले यहाँ भएको घटना भयो। अब यसपछि गर्छौँ के छ भन्ने पहिलाको कुराहरू अब आउँछन्, हामीलाई पनि आइरहेछ। पहिला हामीलाई तर्सियो, बस्न पाएनौँ, के गरिरहेछ पुलिसले भनेर चाहिँ आएका पनि छन् हामी कहाँ कम्प्लेन, होइन? यहाँ चाहिँ भन्न नसक्ने भनेर यो चाहिँ नभनिदिनुहोस् है भन्ने पनि छ। हामीले नि बाहिर ल्याउन नसक्ने कति घटनाहरू छन्। अहिले हामी सामाकोशी कपुरधारामा छौँ। यहाँ हाम्रो पछाडि पिस्तोल पनि देखिन्छ भने गोलीका केही खोकाहरू पनि देखिन्छ र यहाँ नम्बरिङ गरिएको छ भने एउटा स्कुटर ढलेको अवस्थामा छ। हामीले पाएको जानकारी अनुसार गुण्डा नाइके कुमार घैटेलाई
प्रहरीले यहाँ इन्काउन्टर गरेको छ। प्रहरीकै भनाइ मान्ने हो भने प्रहरीलाई आक्रमण गरिसकेपछि कुमार घैँटे र उसका केही सहयोगीहरूले आक्रमण गरेको र आत्मरक्षाको लागि दुवै पक्षबाट फायरिङ हुँदा कुमार घैँटे लगायत अन्य 2 जना घाइते भएको प्रहरीले जनाएको छ। किनअघि कुमार घैँटेले एक अनलाइनलाई दिएको अन्तर्वार्तामा प्रहरीका केही अधिकारीसँग आफ्नो दुश्मनी रहेको र त्यो दुश्मन सान्नको लागि पटक पटक इन्काउन्टरको प्रयास भइरहेको बताएका थिए। त्यसको केही महिनापछि आज उनी इन्काउन्टरमा परेका छन्। कुमार घैँटेको दाबी थियो आफूमा पछिल्लो समय कुनै पनि अपराधिक घटना नगरेको र त्यसको कुनै पनि लिस्ट प्रहरीसँग नभएको, तर प्रहरीले बारम्बार दुःख दिने गरेको। आज यो इन्काउन्टर सँगै हो या प्रहरीले दुःख दिने नियतले गरेको हो, त्यो पनि प्रश्न चिन्ह छ। कुमार श्रेष्ठ विगत लामो समयमा उहाँको चाहिँ नि एउटा जवानी उमेरमा के गल्ती गर्यो, कस गर्थ्यो, त्यो उमेरले उहाँलाई चाहिँ नि एउटा अपराधिक तत्त्वमा ल होला, त्यसको सजाय नेपाल सरकारले कानुन अनुसार उहाँलाई चाहिँ त्यसको सजाय तोकेर उहाँ जेल भोगेर आएको अवस्था छ। र त्यसपछि उहाँ सामाजिक कार्यमा आबद्ध भएको व्यक्तिलाई आज जुन घरभित्र छिरेर नेपाल प्रहरीका एउटा भाराका तत्त्वले जुन चाहिँ नि उहाँको चाहिँ निर्मम हत्या गरेको छ, नेपाली जनताको एउटा छोराको चाहिँ नि यसरी निर्ममपूर्वक चाहिँ हत्या गरेको छ। त्यसै कारणले म उसलाई भन्न चाहन्छु, जसले हत्या गरेको छ ऊ हो गुन्डाको नाइके भन्न चाहन्छु। त्यसै अर्को यो कुरा के भन्न चाहन्छु भने उहाँमाथि पटक पटक यो चाहिँ नि आक्रमण भएको हो। हिजो आक्रमण भइसकेपछि उहाँले यो चाहिँ नि हरेक मिडिया मार्फत पनि प्रश्न, यदि म गुन्डा हो भने, यदि मैले अपराधिक कुनै घटना घटाएको छ भने, म अपराधिक क्रियाकलापमा आबद्ध छ भने त्यो अपराधिक क्रियाकलापको एउटा मात्र प्रमाण देखाउनुहोस्, म आम षड्यन्त्र गरेर म चाहिँ नि सजाय भोग्न तयार छु भन्दै गर्दाखेरि आज उहाँको चाहिँ नि हत्या भएको छ। यो नेपालीको छोरो भएर म उहाँ जो चाहिँ नि त्यो हत्यामा संलग्न छ उहाँसँग प्रश्न गर्न चाहन्छु, के कारणले हत्या गर्यो। दोस्रो कुरा, अस्ति पनि उहाँलाई चाहिँ नि रानीबारीमा चाहिँ नि केही चाहिँ नि सिभिल प्रहरीले चाहिँ हत्या गर्यो भनेर हामीसँग इन्फर्मेसन दिएको थियो र त्यति बेला नै उहाँलाई चाहिँ नि त्यति बेला नै इन्काउन्टर गर्ने षड्यन्त्र रचिएको थियो। त्यो षड्यन्त्र रचिसकेपछि त्यहाँका जुन गरिबी निमुखाले उहाँलाई चाहिँ नि बचाउन सफल भयो र त्यसपछि पनि उहाँले धेरै ठाउँमा मानव अधिकारवाददेखि लिएर सम्पूर्ण चाहिँ निकायहरूमा चाहिँ उहाँले चाहिँ नि अनुरोध गर्यो, निवेदन पत्र दर्ता गर्यो, तर नेपाल सरकार पनि यो सम्बन्धमा चाहिँ नि मुख दर्शक भएर बसेको जस्तो एउटा महसुस भएको कारणले हामीलाई यति लागेको छ यसै नै अब नेपालीको जनताका छोराहरू कतिन्जेलसम्म मर्ने, म त्यो अनुरोध गर्न चाहन्छु। त्यसै कारणले सम्पूर्ण नेपाली जनताका छोरालाई म चाहिँ आह्वान गर्न चाहन्छु, यसको तथ्य र सत्य पत्ता लगाउन तपाईँहरू पनि अब सङ्घर्षमा उत्रिनुहोस्, आउनुहोस्। भोलि तपाईँ हामी पनि यसको शिकार हुनु पर्ने अवस्था आउला। मारिए डन कुमार घैँटे। प्रहरी भन्छ इन्काउन्टरमा मरे, तर शुभेच्छुकहरू भन्छन् हत्या गरियो। जना मान्छे चाहिँ फेला पार्न पुगि सक्दैन, किनभने त्यो प्रहरीकै मान्छे थियो। प्रहरीकै मान्छेले मास्क लगाएर गयो, देवको छातीमा गोली लागेको अवस्था हो। कुमार घैँटेको मृत्युसँगै उब्जिएको प्रश्न, हत्या कि इन्काउन्टर? दर्शकवृन्द, प्रहरीको गोली लागेर मारिएका डन कुमार श्रेष्ठको हत्या भएको भन्दै उनका समर्थक र कांग्रेस नेता कार्यकर्ताले त्रिवी शिक्षण अस्पतालमा नाराबाजी गरेका छन्। उनीहरूले मान्छे मार्न पाइँदैन भन्दै नारा लगाएका थिए। डनको रूपमा परिचित कुमार घैँटेको मृत्युपछि समाजमा फरक फरक प्रतिक्रियाहरू आएको छ। प्रहरीले अपराधीमाथिको स्वाभाविक कारबाही भनेको छ भने घैँटेका शुभचिन्तकहरूले यसलाई सुनियोजित हत्याको आरोप लगाएका छन्। कुमार घैँटेको अवसान भएको छ असामयिक र अप्रत्याशित रूपमा। यो दोहोरो भिडन्तको मृत्यु हो वा होइन भनेर अब छानबिन होला नै। साथमा यसबाट केही गम्भीर प्रश्नहरू उठेको छ। प्रसंग जोड्नेछौं एकैछिनको विश्रामपछि। विश्रामपछि पुनः स्वागत छ। यति बेला तपाईं मिशन न्यूज हेर्दै हुनुहुन्छ। आजको कार्यक्रममा हामी एक डनको परिचय बनाएका
कुमार घैटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएको विषयमा केन्द्रित रहेका छौं। उनको मृत्युसँगै विभिन्न प्रश्नहरू पनि उब्जिएको छ। घैटेका शुभेच्छुकहरू भनिरहेका छन् यो इन्काउन्टर नभई हत्या हो। प्रहरीको यो कदममा केही प्रश्नहरू अनुत्तरित भएको छ। हेरौं यो रिपोर्ट। मारिए डन कुमार घैटे। प्रहरी भन्छ इन्काउन्टरमा मरे, तर शुभेच्छुकहरू भन्छन् हत्या गरियो। जना मान्छे चाहिँ फेला पार्न पुगी सक्दैन, किनभने त्यो प्रहरीकै मान्छे थियो। प्रहरीकै मान्छेले मास्क लगाएर गयो, देवको छातीमा गोली लागेको अवस्था हो। कुमार घैटेको मृत्युसँगै उब्जिएको प्रश्न, हत्या कि इन्काउन्टर? माग्दैन समातेर कारबाही। यसअघि पनि तपाईँले चाहिँ कुमारलाई चाहिँ संरक्षण गरे, अपराधिक गतिविधिलाई नै संरक्षण गरे भन्ने आरोप पनि लाग्थ्यो नि तपाईँलाई। अपराधिक गतिविधि गर्दा त उसलाई कानुनी कारबाही भएकै थियो नि। हामीले के संरक्षण गर्ने? उसले जहिले अपराधिक काम गर्छ उसलाई कानुनी कारबाही भएकै छ नि। ऊ जेल पनि बसेकै हो, जेल जीवन बिताएकै हो। निस्किएर आएर सामान्य जीवन बिताउन त पाउनु पर्यो। अब छातीको लेफ्ट साइडमा हान्यो र उसलाई त्यहाँ ढालिसकेपछि त्यहीँबाट दो भिडन्तका रूपमा त्यही 5 जना मास्क लाउनेहरूले फायरिङ गर्यो र यताबाट नि पुलिसले पनि फायरिङ गर्यो। के भने त्यो भएपछि दो भिडन्त इन्काउन्टर भन्न पाइयो। पुलिसलाई एउटा नाटक मञ्चन गर्न राम्रोमा नाटक मञ्चन गर्यो। तर त्यो 5 जना मास्क लगाएको मान्छे प्रहरीले समात्यो भने हो साँच्चीकै यो इन्काउन्टर हो। त्यो 5 जना मान्छे चाहिँ फेला पार्न पुगी सक्दैन, किनभने त्यो प्रहरीकै मान्छे थियो। प्रहरीकै मान्छेले मास्क लगाएर गयो, देवको छातीमा गोली लागेको अवस्था हो। त्यसकारण यो केही होइन, गृहमन्त्रीको आदेशमा प्रहरीले मान्छे माग्यो। मान्छे एकजना मान्छे बाँच्न पाउने अधिकार एउटा नागरिकको। मानवाधिकारवादीहरू कहाँ छन्? मैले मानवाधिकारवादीहरूसँग मेरो प्रश्न हो। यो एउटा मान्छे निर्दोष मान्छे, उसलाई काहीँ कानुनी रूपले कारबाही गर्नुपर्ने छ भने कानुनी कारबाही गर्ने ठाउँ प्रशस्त छ। तर कानुनी कारबाही नगरेर मान्छे हत्या हुने काम गरेको छ। यो इन्काउन्टर होइन, यो षड्यन्त्रपूर्वक मागिएको घटना हो। अहिले हामी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा छौँ। केही घण्टा अघि मात्र गुण्डा नाइके कुमार घैटेलाई प्रहरीले इन्काउन्टर गरी मारेको छ। तर उनका आफन्त र केही शुभेच्छुको भनाइलाई आधार मान्ने हो भने प्रहरीले इन्काउन्टर होइन हत्या गरेको छ। भित्र खाना खाइरहेको मान्छेलाई गुण्डागर्दीको शैलीमा मास्क लाएर केही मान्छेहरू छिरे। उनलाई भित्रै एक गोली हानियो र बाहिर निस्कालियो। त्यही 5 जना भित्रकै व्यक्तिले दुई पक्ष फायरिङ जस्तो गरे, पक्ष र विपक्षमा फायरिङ गरिएको जस्तो बनाइयो र कुमारलाई एउटा चौरमा ल्याएर ढालियो र त्यसपछिबाट सबैतिर सनसनी छाइयो। गुण्डा नाइके कुमार घैटेलाई इन्काउन्टर भनेर यहाँ प्रहरीले दुश्मनीको आधारमा, अझै कुनै वैचारिक आस्था भएको आधारमा हत्या गर्यो भनेर आफन्तहरूको आरोप छ। उता प्रहरी भन्छ विभिन्न नागरिकलाई दुःख दिइरहेको उसको आपराधिक रेकर्ड अहिले मात्र होइन, धेरै अहिलेदेखिको हो। सबैले खुलेर निवेदन दिन सकेका थिएनन्, तर हामीलाई विभिन्न ठाउँबाट विभिन्न व्यक्तिले उजुरी गरिरहेका थिए र त्यस आधारमा उसको निगरानी गर्दै गर्दा उनले पहिला प्रहरीमाथि गोली प्रहार गरेको र त्यसपछि आत्मरक्षाको लागि गोली प्रहार गर्दा उनको मृत्यु भयो भनेर प्रहरीले बताइरहेको छ। गुण्डा नाइके हो भन्दामा के त्यसलाई समात्न सकिन्छ? त्योभन्दा अगाडि पनि समात्न सकिन्थ्यो। त्यो पहिला प्रहरीले द्वारा दमन गर्दाखेरि तिनीहरूले एउटा गरेको मात्रै हो। वास्तवमा यो नेपालीलाई ठुलो दमन गर्दैछन् कि अब यो हत्या हुनु भनेको नेपाललाई दमन गर्नु भनेको जस्तो लाग्छ। विचारमा हत्या जस्तै लाग्छ भनेर 5 मिनट अगाडि हिँड्नु भएको थियो। घर पुग्ने बित्तिकै गोली चल्यो भन्ने खबर आयो। लगायत त्योभन्दा अगाडि चाहिँ पुलिसहरूले चाहिँ पहिल्यै घेरेर तपाईँहरूले सटरहरू त्यहाँ पसलहरू चाहिँ पुरा बन्द गर्न लागेको अवस्था भन्ने चाहिँ बुझिया छ। जस्तो कुमारले हजुर बन्दुक पिस्तोल त्यहाँ कुमारको पिस्तोल भन्ने छ, बोकेको थिएन। पिस्तोल त पुलिसले बोक्छ हजुर, आर्मीले बोक्छ, शस्त्रले बोक्छ, जनताले कहिले पिस्तोल बोक्छ? मासु चाहिँ कुखुराको मासु चाहिँ कहाँबाट किनेको थियो भनेर नि 2 मिनट अगाडिको त्यहाँ प्रत्यक्षदर्शीहरू इन्काउन्टर होइन, यो हत्या हो। पनि इन्काउन्टर गर्न खोजेको थियो। तपाईँको कपुरधारा चोकमा इन्काउन्टर गर्न खोजेको थियो। त्यहाँ चाहिँ पब्लिकहरू उठेर
के भयो भन्ने भएपछि उनीहरू आफै भागेका थिए प्रहरीहरू। त्यसपछि दाइले गएर मानव अधिकारमा गएर रिपोर्ट पनि दर्ता गर्नु भएको छ। सुदीप पाठक लगायतका दाइहरू सहित गएर मानव अधिकारको सुदीप पाठक सहित गएर त्यहाँ गएर दर्ता गरेका थिए। कुनै पनि मान्छेले बाँच्न पाउने अधिकार, कुनै चाहिँ अपराधमा आरोप लागेको छ भने पनि उसले बाँच्न पाउने अधिकार त राख्छ नि त, बरु जेलमा राख्नुपर्छ। नेपालमा फाँसी दिने कानुनै छैन हैन। ICCPR अनुसार नेपालमा हामीले किन अहिले पनि संविधान बनाउँदै गर्दाखेरि हामीले फाँसी दिने, जस्तै जघन्य अपराधमा बलात्कार गर्नेहरूलाई हैन फाँसी दिने कानुन पनि संविधान पनि हामीले बनाउन सकिरहेको छैनौँ। किन भन्दा ICCPR इन्टरनेसनल महासन्धिको कारणले गर्दा। भनेपछि होइन यहाँ चाहिँ प्रहरीले वर्दी लगाएर अपराध गर्न पाइन्छ कि पाइन्न? यो त इन्काउन्टरको चाहिँ अधिकार दिएको छ भने यसअघि दिने इन्काउन्टरै होइन, यो त कोठासो ल्याएर मारिएको छ त, भोलि तपाईँलाई पनि मारिदिन सक्छ। के ठुलो कुरा भयो र? तपाईँ अहिले मलाई सोधिराख्नु भएको छ, तपाईँलाई पनि यसले धेरै सोध्यो त्यो को मान्छे रहेछ भने तपाईँलाई पनि अहिले भर्खर आएर प्रहरीले उतापट्टि लगाएर ए भाइ यता हो भनेर लगाएर मारिदिन सक्छ। प्रहरीसँग अहिले चाहिँ कानुन पुरै प्रहरीले चाहिँ आफ्नो हातमा लिएको अवस्था हो भन्ने मलाई लाग्छ। भनेपछि आजको जुन घटना छ त्यसले हरेक नेपाली असुरक्षित, एकदमै असुरक्षित छ। किन भन्दाखेरि प्रहरीले किन चाहिँ नि अपराध बढिरहेछ भन्दा प्रहरी यस्तै गर्छन् नि, प्रहरी यस्तै गर्छन्। प्रहरीले आफै प्रहरी वर्दी लगाएर अपराध गरिरहेछ भन्ने यो घटनाले मात्र होइन, अघिल्लो घटनाले अलिअलि पुष्टि हुँदै आएको थियो होइन। नत्र भन्ने होइन। मैले फेरि पनि दोहोऱ्याएँ, कुनै मान्छेले कुनै अपराधमा संलग्न छ भने त्यसलाई कानुन बमोजिम थुनामा राखेर छानबिन गर्ने, अदालतमा लैजाने र फैसला पछि पनि उसलाई चाहिँ नि थुनामा राखिन्छ। यदि ऊ अपराध घोषित भयो भने थुनामा राखिन्छ। त्यसो भएको कारणले गर्दाखेरि जबकि हामी कानुन समेत बनाउन सकिरहेको छैनौँ कि फाँसी दिने कानुन समेत नेपालमा बनाउन सक्दैन। मैले अघि नै भनिसकेँ, यस्तो देशमा चाहिँ नि अनि फाँसी दिने कानुन बनाउन नमिल्ने देशमा प्रहरी आफैले वर्दी लगाएर, सिधा कुरा गरौँ न, अब तपाईँलाई वर्दी लगाएर जनताको छोरालाई सुरक्षा दिने हो कि मार्दै हिँड्ने हो? यो कुनै इन्काउन्टर तपाईँ इन्काउन्टर मलाई धेरै बोल्न नदिनुहोस्। होइन गुन्डै ठिक छ, गुन्डा हो भने नि उनी गुन्डा हुन् भने पनि कुन ठाउँमा उसले गुन्डागर्दी गर्यो, कुन मितिमा गर्यो, अनि उसले त कानुन बमोजिम चाहिँ नि उसले भोग्नै पर्छ। तर के मारेर समस्या समाधान हुने हो? मारिए डन कुमार घैटे। प्रहरी भन्छ इन्काउन्टरमा मरे, तर शुभेच्छुकहरू भन्छन् हत्या गरियो। एकजना मान्छे चाहिँ फेला पार्न पुगि सक्दैन, किनभने त्यो पुगेकै मान्छे थियो। पुगेकै मान्छेले मास्क लगाएर गयो, देवको छातीमा गोली लागेको अवस्था हो। कुमार घैटेको मृत्युसँगै उब्जिएको प्रश्न, हत्या कि इन्काउन्टर? प्रहरीको इन्काउन्टरमा घाइते भएको भनिएका गुण्डा नायके कुमार घैटेको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। काठमाडौँको सामाखुस स्थित कपुरधारामा बिहिबार बिहान गुण्डा नायके घैटेमाथि प्रहरीले गोली हानेको थियो। पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घाइते भएका घैटेको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ। डन भनेर कहलिएका घैटे मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले पुष्टि गरेका थिए। गोली लागेपछि उपचारको लागि तत्कालै त्रिवी शिक्षण अस्पताल महाराजगंज पुर्याइएका उनको उपचारकै क्रममा निधन भएको जानकारी प्रहरीले दिएको छ। प्रहरीको दाबी पत्याइदिने हो भने घैटे तर्फका 3 सहयोगी र प्रहरी तर्फका पनि 3 घाइते भएका छन्। यो कुरा सत्य हो भने त्यो भिडन्त नै थियो, तर घैटेका शुभेच्छुकहरू यो कुरा मान्न तयार छैनन्। कांग्रेस नेता जगदेश्वर नरसिंह केसीले पनि हत्या नै भएको दावी गरेका छन्। उनले प्रहरीले हत्या गरेको किटानी नै गरेका छन्। घैटेमाथि कुनै मुद्दा नभएको र बाँच्न पाऊँ भनेर मानव अधिकार आयोगमा पनि निवेदन दिएको समेत उनले दावी गरेका छन्। तर प्रशासनको मेलेमतोमा गैर न्यायिक हत्या भएको उनको दावी छ। जे होस् कुमार घैटेको अवसान भएको छ।
असामयिक र अप्रत्याशित रूपमा यो दोहोरो भिडन्तको मृत्यु हो वा होइन भनेर अब छानबिन होला नै हुनुपर्छ पनि। साथमा यसबाट केही गम्भीर प्रश्नहरू उठेका छन्। कुमार घैटेको मृत्युपछिका अनुत्तरित प्रश्नहरू। हो, कुमार घैटे कुनै बेदाग छविका मानिस थिएनन्, तर के प्रहरीले अभियोग लगाएका सबै मान्छेलाई इन्काउन्टरका नाममा मार्न मिल्छ, पाइन्छ? कुमार घैटेको भनिएको इन्काउन्टरका प्रत्यक्षदर्शीहरूले दोहोरो भिडन्त भएको पुष्टि गरेका छैनन्। प्रहरीले यो दाबी कसरी पुष्टि गर्न सक्छ त? प्रहरीले घैटे तर्फका 3 र प्रहरी तर्फका 3 जना पनि इन्काउन्टरमा घाइते भएको दाबी गरेको छ। उसो भए 3 को अवस्थाबारे सम्पूर्ण जानकारी प्रहरीले किन ढिलोसम्म सार्वजनिक गर्न नसकेको त? कसरी घैटे मात्रै मारिए, अरू त बाँच्न सकेछन् कसरी? विश्व मानवाधिकार महासन्धिमा हस्ताक्षर गरेको नेपालले मानवाधिकारको परिभाषा कसरी गर्ने कुमार घैटेको हकमा? के कुनै कसुरदार मान्छे नै छ भने पनि उसको लागि जेल छन्, तर किन सिधै ताकियो त गोली? कुमार घैटेको जीवन र प्रहरीको कारबाही दुवै बेदाग रहेनन्। अब एउटा विवादास्पद डनको जीवन विवादास्पद हुनु त स्वाभाविक होला, तर इन्काउन्टरका नाममा प्रहरी विवादमा पर्नु के स्वाभाविक हो त? कुमार घैटे ती प्राणीका रूपमा चित्रित भए जसलाई अपराधी भनेर छवि बनाइयो। ठिकै हो, उसो भए अपराधीहरूलाई बाँच्ने अधिकार नै हुन्न त? यदि कुमार घैटेहरूलाई मारिँदै जानियो भने देशभरका जेल कसका लागि त? घरबाट सडकमा निस्कनै लाग्दा दोहोरो भिडन्त हुने र प्रहरी नै घाइते हुनुपर्ने अवस्था यदि हो भने उपत्यकाको सुरक्षा व्यवस्थालाई यो घटना लाजमर्दो सबक हो त? प्रहरीले छापामार युद्ध शैलीमा अपराधीको पिछा गर्ने, गोली ठोक्ने शैलीलाई इन्काउन्टर भन्ने हो भने प्रहरी छवि कसरी विश्वसनीय हुँदै जान सक्छ? प्रहरीले यसअघि डन भनिने दिनेश अधिकारी चरीको सफाई गरेको थियो। उति बेला नेकपा एमालेका सदस्य भन्ने चरीको विरोधमा सडकदेखि सदनसम्म हंगामा भएको थियो। अहिले फेरि घैटेको अवसानमा नेपाली कंग्रेसका नेता जगदेश्वर नरसिंह केसीहरूको टोलीले फेरि प्रतिरक्षा सुरु गरेको छ। यसरी अपराधी भनिएका सबै राजनैतिक दल र त्यो सत्ताधारी दलसँग जोडिनु संयोग मात्रै हो त? राजनीतिमा अपराध वा अपराधीमा राजनीति एउटा नटुङ्गिने विवाद र बहस हुन सक्ला। राजनीतिक संरक्षणमा घैटेहरू रहने र अनि प्रहरीद्वारा मारिने क्रम चलिरहने हो भने यसले राख्ने नजिर र दिने सन्देश र परिणामले कता लानेछ देशको सुरक्षा व्यवस्थालाई? प्रमुख सत्तारूढ़ दलसँग निकट मानिएका कुमार घैटेको यो अवसान र केही अघि प्रमुख दोस्रो घटक नेकपा एमालेसँग निकट मानिएका दिनेश अधिकारी चरी मारिनु, त्यो पनि एकै गृहमन्त्री वामदेव गौतमको कार्यकालमा, यो सामान्य घटना मात्रै हो वा यसभित्र कुनै रहस्य होला? मारिए डन कुमार घैटे। प्रहरी भन्छ इन्काउन्टरमा मरे, तर शुभेच्छुकहरू भन्छन् हत्या गरियो। जना मान्छे चाहिँ फेला पार्न प्रहरी सक्दैन, किनभने त्यो प्रहरीकै मान्छे थियो। प्रहरीकै मान्छेले मास्क लगाएर गयो, देब्रे छातीमा गोली लागेको अवस्था हो। कुमार घैटेको मृत्युसँगै उब्जिएको प्रश्न, हत्या कि इन्काउन्टर? गोली लागेपछि उपचारको लागि तत्कालै त्रिवी शिक्षण अस्पताल महाराजगंज पुर्याइएका उनको उपचारकै क्रममा निधन भएको जानकारी प्रहरीले दिएको छ। प्रहरीको दाबी पत्याइदिने हो भने घैटे तर्फका ती 3 सहयोगी र प्रहरी तर्फका पनि 3 घाइते भएका छन्। कांग्रेस नेता जगदीश्वर नरसिंह केसीले पनि हत्या नै भएको दाबी गरेका छन्। घैटेमाथि कुनै मुद्दा नभएको र बाँच्न पाऊँ भनेर मानवाधिकार आयोगमा समेत निवेदन दिएको समेत उनले दाबी गरेका छन्। तर प्रशासनको मिलेमतोमा गैर न्यायिक हत्या भएको उनको दाबी छ भने त्रिवी शिक्षण अस्पतालले समेत मृत अवस्थामा उनलाई अस्पताल ल्याइएको जनाएको छ। राजनीतिको आवरणमा अपराध छोपिनुहुन्न। राजनीतिमा अपराधीकरण गर्नेहरूले
चरी र घैँटे प्रकरणबाट सिक्नु आवश्यक छ भने अपराध निरुत्साहित गर्ने नाममा इन्काउन्टर गरी हत्या गर्ने प्रवृत्ति मानव अधिकारको दृष्टिकोणले कति सान्दर्भिक छ यसको एकचोटि नेपाल प्रहरीले पनि समीक्षा र जनतामा स्पष्ट पार्न आवश्यक छ। मिसन न्यूजमा विषय उठान गरिसकेपछि त्यसको निराकरण नभएसम्म हामी निरन्तर निगरानी गरिरहनेछौँ। सीमित व्यक्तिले सिङ्गो राष्ट्रलाई नै विकृत बनाउन सक्नेतर्फ तपाईँ हामी बेलैमा सचेत हुन जरुरी छ। यस्ता विकृति रोक्न तपाईको पनि सक्रिय सहभागिता आवश्यक छ। तपाईको सूचना हाम्रो कार्यक्रमको स्रोत बन्न सक्छ। त्यसैले विकृति, विसंगति र भ्रष्टाचार सम्बन्धी तपाईसँग पनि कुनै सूचना छन् भने हाम्रो टेलिफोन नम्बर 01 50 10 806 तथा मोबाइल नम्बर 98 011 60 353 वा news.national@mountaintv.com.np मा इमेल गर्न सक्नुहुनेछ। हस्त मिसन न्यूज आजलाई यति नै। भोलि नयाँ विषयका साथ उपस्थित हुनेछौँ। नमस्ते।